नमस्कार सेवारो सम्पूर्णलाई आर्जु लक्ष्म लिम्बुको च्यानलमा स्वागत छ। दर्शकबिन देख्न सक्नुहुन्छ हाम्रो चाहिँ होस्टेलमा जहिले बिहान बिहानै यति धेरै परेवाहरू आउँछन् उनीहरूको भोजन खानालाई। थ्याङ्क यू म्याम। चाहिँ हाम्रो मर्निङको ब्रेकफास्ट हो, चिया पनि हुन्छ तर बना खाने 6:15मा कलेज स्टार्ट हुन्छ। 6:19मा हिँड्दैछु म। 6:32मा कलेज छिरेँ बल्ल पुगेँ। कति राम्रो फुल हौ, ऊपर आसमान फुल त मेरो टाउकोमा। अब क्लास छिरेको 10 बजी क्लास सकिन्छ, 10:30मा घर पुगेँ। आई मिन होस्टेल। अब खाना खाने कार्यक्रम। यति कुरा चाहिँ पक्का हो कि आर्जु जहाँ बस्छ दामी ठाउँमा बस्छ र होस्टेल चाहिँ 1 सिटरदेखि 6 सिटरसम्म हुन्छ, तर त्यो चाहिँ होस्टेल अनुसार हो। र म बसेको होस्टेलमा चाहिँ खाना सरसफाइ लुगा सबै राम्रो छ। लुगा चाहिँ अब आफै धुँदा पनि भयो र वासिङ मेसिनमा दिँदा पनि हुन्छ। धेरैले भन्छ होस्टेलको खाना मिठो हुँदैन, तर मलाई के लाग्छ भने पकाउने मान्छेमा भर पर्छ र चाख्ने मान्छेमा। अब त्यही खानेकुरा मलाई मिठो लाग्छ भने अर्कोलाई लाग्दैन र अर्कोलाई मन परेको मलाई मन पर्दैन, त्यस्तो हो। तर मैले त अघि पनि भने आर्जु जहाँ जान्छ राम्रै हुन्छ, राम्रै ठाउँमा बस्छ। मेरो चाहिँ एकदमै सबै 100 आउट अफ 100, नो रिग्रेट। हजुरहरू धेरैजनालाई थाहा नहोला तर होस्टेल र छठको सम्बन्ध एकदमै गजब छ। फर्स्ट अफ अल होस्टेल एउटा पब्लिक प्लेस हो जहाँ प्राइभेसी भन्ने कुरै हुँदैन। कि त 1 सिटरमा बस्नु पर्यो, त्यो बाहेक अरू चाहिँ अलिक हुँदैन। अब जस्तै आफ्नो परिवार आफन्त साथी वा कुनै पनि मान्छेसँग फोन कल गर्नु छ, केही कन्भर्सेसन गर्नु छ भने वी निड सम प्राइभेसी। अनि अरू कुरा लगायत रुवावासी जे पनि होइन छटैमा आएर गर्ने क्या। अनि यो कुरा चाहिँ मैले मात्रै गरेको जस्तो लाग्थ्यो, तर अरूहरूलाई सोधेँ यस्तो गर्दाखेरि तिमीहरू के गर्छौ होस्टेलमा भन्दाखेरि यु ह्याभ टु चोइस, कि त छठमा हो कि त वासरुम जाऊ। अनि अफकोर्स को वासरुममा बस्छ, सबैजना छठमै बस्छ। कुरा त्यही हो। साथीहरूको कल आएर मरिसक्यो। साथीहरू कहाँ छ यताको साथीले नउठाएर अर्कोकोमा कल गरिरहेछ। अब चाहिँ म नुहाउनु गएको गाइज, नुहाइसकेँ। अब चाहिँ म टिकटक बनाउँछु। म अलिक एक्टिभै छु, त्यही भएर टिकटक चाहिँ म बनाइरहेको छु। अनि मैले बनाइसकेँ आजको लागि चाहिँ दिउँसोको खाजा, आजको चटपटे। अब त्यतिकै बस्नुमा त अब यसो कपी पनि हेरेको जस्तो गर्छु। आज हाम्रो रातिको खानामा चाहिँ यो छ, एन्ड अफ कोर्स स्पेसल अन्डा। हामीले चाहिँ होस्टेलमा आफै भाँडा माझ्नुपर्छ, त्यही भएर खाना खाएको आफै माझ्ने काम गर्ने हो। मैले खाना खाइसकेँ, अब म माझ्नु गएको अनि फ्रेस भएर आउँछु। म चाहिँ फ्रेस भइसकेँ। अब खानासाना खाएपछि फ्रेस भएर मेरो जहिले बानी छ क्या हावा खाने, सो म छटमा गएको। रातिको 11:30 बजीतिर हामी होस्टेलमा यस्तो हालत गरिरहेछौँ। हालत त के भन्नु, मोर लाइक हाम्रो क्रिएटिभिटी सो गरिरहेछौँ। यो मैले बनाएको हो, यो पनि मैले लेखेको हो। अनि त्यो बोहरू छ, त्यो चाहिँ दिशाले, अनि यो साइड चाहिँ श्रुतिको, अनि त्यो साइड मेरो हो। त्यो पनि खाली नै छ, तर मलाई यो भन्दा पनि यो साइड चाहिँ एकदमै खाली भएको कारणले मलाई यहाँ चाहिँ सुरुमै गरिहाल्नु मन लागेको थियो। यहाँ डेडिकेसन हेर्न सक्नुहुन्छ। यति अँध्यारोमा पनि हाम्रो साथीहरूले कस्तो गरिरहेको छ। यतिको लागि त ताली र हल्का माया देखाउनै पर्छ हजुरले यो भिडियोमा। जस्ट वाउ। अब चाहिँ म सुतेको गाइस, लाइट मार्दिउँ। सबैजनालाई गुड नाइट। डु सब्सक्राइब।